गाइज गुड मर्निङ। आज चाहिँ डे 2 मेरो। आज चाहिँ फेरि मैले भ्लग सुरु गरिसकेँ। हिजोको भ्लग तपाईँले हेरिसक्नु होला। आज नेक्स्ट डे 2। अहिले चाहिँ हामी महिमा आइसकेको छौँ। हिजो चाहिँ गलेको कारण सबै भिडियोहरू क्याप्चर गर्न सकिएन, त्यसै कारणले म तपाईँलाई माफी माग्न चाहन्छु। अहिले चाहिँ बिहान ठक्कसँगले कति बज्यो राख्नुहोस्, समथिङ 5 बजिसकेको छ। एकदमै दामी सिन है। अहिले चाहिँ एकदम खुल्ला छ। दिउँसो होइन चाहिँ एकदम बादलले ढकमक्क भएर केही देख्दैन। त्यस कारणले तपाईँले नजर देख्न सक्नुहुन्छ तलमा घोडाहरू टक्क चलिरहेको छ। यता टिमहरू टक्कसँग परमा मुन पनि यस्तो दामी देखिरहँदैछ क्या। सट्ट टिमहरू यो जता हेरेर सेम छ कि चौरले 101 कहीँनिर नराम भन्न सकिँदैन। त्यस्तो डेन्जर ठाउँहरू छ दामी। यस यता हाम्रो किसान यात्री भ्लग चिन्नुहुन्छ होला कतिजनाले। यस भ्लगर त्यस्तै हुन्छ त। यस मर्निङ सन आउँदैछ। गाई चाहिँ यस्तो दामी झुल्किन आँट्यो। त्यो मेरो इङ्ग्लिसलाई चाहिँ साइडतिर राख्दिनँ होला। गाई चाहिँ त्यस्तो नलिदिनु होला। आमा ठ्याक्क उदाउँदै आएको क्या चाहिँ। आमा यार लोल। अलरेडी हामीभन्दा अगाडि मान्छे पुग्सक्नु भइसक्यो। गाई गाइस म तपाईँलाई होइन उद्धवपट्टिको एउटा सिन देखाउँछु है त। एकछिन पर्खिनु ल। फेरि उद्धव गयो अर्को डाँडा रहेछ, उभोको अर्को डाँडा रहेछ। त्यस्तो खालको छ कि यो ठाउँ चाहिँ। गाइस यस्तो छ। यहाँदेखि उद्धव गयो भने फेरि अर्कै देख्छ क्या। फेरि त्यही भएर म गइनँ। यहाँदेखि गयो भने फेरि अर्को देख्छ, त्यहाँदेखि गयो भने अर्कै देख्छ। त्यस्तो छ टिमहरू। यस्तो छ पुरा हरियाली दामी छ। बवाल म तपाईँलाई ठ्याक्कै त्यो ठाउँ पुगेपछि मात्रै तपाईँलाई भिडियो देखाउनेछ है त गाइज। यहाँ कसले आगो फुको के हो कि गाइज जो झाँस पोखरीको बाफ वाटर भेपर भने जस्तो नानीलाई म फोकस गरिदिन्छु। लु भनिदिनु त किसान यात्री भ्लगले सबैले हेरिदिनु होला। युट्युब च्यानललाई माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला र प्रवेशलाई प्रख्यात चर्चित भ्लगर अथवा युट्युबर जे भन्यो नि चर्चित व्यक्ति बनाइदिनु होला। हस् सबैलाई धन्यवाद हेरिदिनु भएकोमा। फेरि सपोर्ट गरिदिनु। सुनिसक्नु होला गाइजहरू है। म बोल्न चाहिनँ अब। किसान यात्री भ्लग उहाँ चेन्ज गरिसकेन यसले त। छोडिसके के छ नेम भन्नु न त्यही पनि। किसान राई नै छ। किसान राई जे भने पनि हाम्रो गाउँको ठुलो च्यानल भनेको उहाँ गयो। कस्तो डान्स आइदियो क्या। डान्स दामी आइदिएछ नि त। दामी होइन त्यहाँ त जति डाँडा गयो फेरि त्यहाँदेखि अर्को डाँडा भेट्छ। अघि ठ्याक्कैमा गरेको भिडियो चाहिँ यहाँदेखि गाइस। यहाँदेखि आर यु रेडी गाइस टु सी हेभन? रियली गाइस तपाईँलाई साँच्ची म स्वर्ग देखाउन चाहन्छु। स्वर्ग ओ माई गड दामी देख्दैछ। यहाँ आउनु त बुबुडो छन्। तपाईँ नै अलिक पुरानो आउनु त होइन। सिलिजुङ भने के होइन त होइन। एउटा स्थित देखाउनु भयो जस्तो लाग्छ। गाइस म तपाईँले सिलिजुङ डाँडा देखाउन चाहेँ।
कस्तो माउन्ट एभरेस्ट नै हो कि हो अरे यार कुन कुन हिमाल मलाई बाबुले चाहिँ भन्नुहुन्छ भएको थियो मलाई त अझै नजिकबाट देखाउने प्रयास गर्छु गाइस मेरो हातले चाहिँ लाग्छ होला गाइस सरी है के चाहिँ भेडाहरू माथि हिँड्दैछ गाइस तपाईँले फेरि यस्तो धेरै नै भेडाहरू देखाउँछ नि यस्तो धेरै भेडा देखाउँछ नि लगभग 200-300 को रेन्जमा के गाइस यस्तो रहेछ यार फेरि दिउँसोहरू तपाईँ आउनु भयो भने यो ठाउँबाट देख्नुहुँदैन नि गाइस बस्छु त धेरै परेन अलिक यता आइज नजिक अल्ट्रा वाइड भन्ने छ कम्बर नआउँदै फोकस गर्दिनँ अहिले टक्क फोटो सेसन पछि हामी भेडागोठतर्फ जाँदैछौँ गाइस होइन जाडो एकदमै छ तर पनि हामी भिडियो र फोटो खिच्छ भने छोडेको छैनौँ सोल्टी मेरो हात देखिरहेको छ होला नि यता छैन ओके गाइस तलमा भेडागोठतिर लाने प्रयास गर्दैछु दामी भेराइटी धेरै छ नि दामी फोटो भिडियो सुटहरू गरियो रिल्सहरू आउँछ टिकटक भनेको नि गाइस दिउँसो त कुहिरो लाग्छ नि छेकीको अघिको यो चाहिँ एकदम सोझो टिम हो फेरि सोझो टिम आमा कस्तो काम देख्दैको कस्तो आइदिएको गाइस यहाँ पर घोडा हिँड्नु न एक्लै रहेछ बिचरा यो चाहिँ बिहानमै उठ्यो यस बेरम जाने भने झराल हो नि त हामी त अगाडि गइसक्यो त्यो बेलुकी जे गरे टिम चाहिँ 2 जना त नि फेरि राति गइरहेको 1 बजीतिर हिँडेको हो तिनीहरू त एकछिन भनौँ त्यस्तै 3 बजीतिर हिँड्ने होला गाइड यो के भन्छ युट्युब च्यानल कि होइन यो ठाउँ चाहिँ मलाई थाहा छ नि तर यो चाहिँ एकदम मनलाई आनन्द लिने ठाउँ सबै दुःख पीडा सबै भुल्ने ठाउँ यो चाहिँ जन्मिसकेपछि खोटाङमा जन्मिसकेपछि यो ठाउँ चाहिँ एकचोटि आउनै पर्छ न त पछि त लाग्ला विचार गरिहाल्नुहोस् डन मेक अ नाइट हँसाउने अझै बाबुसँग जस्तो खुबीहरू छ अझै होला यार यस खालको फोकस एकदम त्यस्तो खालको शब्दहरू छ सोल्टी डरमेको याक चाहिँ हेर्नु भने त ठुलो एउटा याक थियो त यो एरियामा डन मेक अ नोइज चाहिँ गाइज यता पछि जाउँ न यस्तो जाउँ बनाउने अङ्कल डे 2 है गाइस अझै डे 2 हिजोको ब्लग कसले हेर्नुभयो बन्द गर है त अफ गर है
बिचरा सोझो टिमहरू लजाउँछन् केटाहरू। त्यो डाँडा ठ्याक्कै त्यो ठाउँ पुगेपछि मात्रै म तपाईँलाई देखाउँछु अर्को दृश्य। पुरै मिठो फोटो खिचिदिन्छ भन्नु ल। रहेछ ठाउँ अघि यो मात्रै घोडा देखिरहेको थियो हाल्थेन गाइस, कति रहेछ यार। हामीले भेडा सबै देखिन्छ नजिकबाट। वाउ यार, समय धेरै धेरै चलिरहेको मनभित्र के छ नि कहिले। दामी छ हौ गाई, यो चाहिँ ठाउँ नि हो। यो ठिक छ है बुधुन, चल्नु त चल्छ अलिअलि गाइस। अति सास भर म त अहिले भेडा देखाउनेछु। वाह सरी गाइस, म केही बोल्न सकिनँ। यस्तो छ सरी गाइस, मेरो हात धेरै छिल्छाएको छ होला। आइ एम सो सरी। मेरो सुल्टी आउँदै हुन्छ मम गले डुक 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 हुँदैछ। यहाँ हामी छेउमै गएर देख्नेछ यो भेडाहरू सबै। टपिकमा चाहिँ हामी दुईजना मात्र आएको छौँ नि मात्रै। यो सरी लगाइ सरी, यो डाँडामा चाहिँ सोल्टीमा मात्र आउन सक्यौँ। हेर्दाखेरि चाहिँ यस्तो सजिलो देख्छ गाइस यहाँ पुग्न। गाह्रो भयो क्या बुबा? हामी बसेको यहाँभित्र हो के गाइस। म तपाईँलाई भेडाको सिन ठ्याक्कै त भेडा भएको ठाउँ पुगेपछि म तपाईँलाई देख्नेछ। त्यति समय लागि एकछिन वेट गर्नु। उता बस्नु त तिनजना प्रवेश पढाइदियो चाहिँ मैले देखेको जुम गरेर देखेको भेडाहरूको स्थान चाहिँ यहाँ टक्कसँगले। अहिले खासै धेरै छैन रहेछ भेडा। पछि नि यो ठ्याक्कै एक्ज्याक्ट कुन टाइममा सबैजनाले मिसाउँछ त्यो टाइममा चाहिँ ओभर धेरै हुने रहेछ भेडा। यहाँ रहेछ सहर चाहिँ, यहाँको मेन यिनीहरू रहेछ। सो गाइस त्यही नै हो, भ्लग कति लामो भइसक्यो है, एडिट गर्न खासै आउँदैन। एयरपोर्ट पुगेपछि यहाँ भेट्नेछौँ। फोनमा ब्याट्री पनि सकिसक्यो, खासै छैन। यस्तो छ नजारा गाइस। हामी ठ्याक्कै त्यो ठाउँमा पुगेपछि हामी भेट्नेछौँ है त। गोठ आइपुग्यो। कस्तो भइरहेको छ अनुभव भाइ? कस्तो छ? अन्त त्यसो जाडो मिल्ने बेस्टमा अघि चाहिँ म ठ्याक्कै यहाँदेखि आएको। राउना निकाल्दैन नि हो, केटा जाँदैछ आमा खाजा। कस्तो अनुभव हुँदैछ फर्स्ट टाइम हो? रमाइलो भइसकेको छैन? कहिले फर्किने? ल ठिक छ र। नमस्ते बाबा। आइए त
मेरो थर्ड चोटि चाहिँ बाबा यो ठाउँबाट आएको हामी यस्तो ठाउँबाट आयो तर आउनु चाहिँ अलिक गाह्रो त उकालो आइसकेपछि पुरा रिल्याक्स हुने क्या गाइज तपाईँलाई म हाँस पोखरी देखाउनेछु ओके अरू बेडी गाइज तपाईँहरू त हुनुहुन्छ ओके यही गाइज हाँस पोखरी यही हाँस पोखरी भन्ने कुरा यसमा तपाईँलाई गोठभित्रको अवस्था के छ म तपाईँलाई देखाउने छु कवर काट्ने बाबा हुन्छ अघि भाइहरू त्यहाँ माथि पुग्दो रहेछ बिचरा ए नमस्कार झन् धेरै थियो हामी चाहिँ गोठबाट यो भेडा गोठबाट चाहिँ निक्लिसक्यौँ अब हामी बस्ने गोठबाट टकसँगले खाना खाएर हामी आफ्नो घरतिर फर्किनेछौँ आज चाहिँ गाइज जे जति भिडियो खिचेको छ हेरेर साथ सपोर्ट गरिदिनु होला सो गाइज त्यही छ गीत त्यस्तै मिठो ठाउँ पनि त्यस्तै मिठो माझी बाई बाई गर्दा दुईटा आटा होला न फेरि गर्दा बस ल बस है केटा के गर्नु गाउँको भाइहरू दाइहरूसँग सबैसँग छुट्नै पर्यो गाह्रो छ ल चौधहरू सबै धुन ल्याउनु भएछ हामी बस्ने गोठ चाहिँ यो गाई छ यस हात हालौँ न म तलबाट जान्छु मैम डाँडालाई बाई बाई हानिदिँदैछ हामीले घरतिर फर्किँदैछ मेमे थाम्बे गाह्रो छ हाँस पोखरी हामी झर्ने कि झर्ने सो गाइज अब हामी भ्लगको अन्तिममा आइसकेको छौँ अब हामी एक ठाउँ गएर म भ्लग इन गर्नेछौँ जहाँ पनि गर्न सक्छु म यहीँ पनि गर्न सक्छु तल पनि गर्न सक्छु गाइज धेरै लामो भिडियो भइसक्यो हिजोको भिडियो को हेरिदिनु भयो हिजो डे 1 आज डे 2 हामी फर्किनेछौँ आज चाहिँ गाइज बिचरा तलबाट पनि जानु हुँदो रहेछ यता कस्तो मिठो गीत हो सोल्टी तपाईँको टा बजाउनु भएको के भयो माकुडी यस यस ए डन बाबा दामी 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 हामीले नजाने भएछौँ नि समय छ अझै कति धेरै समयमा भेट हुने बेला जाखेछु के हामी सन्जोकाले भेट भएको दिन गाह्रो छ हेर्नु अङ्कल कस्तो दामी देख्दो रहेछ है मेरो डान्स देखाइदियो भाइ यस 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 1 million views oh no no this is a no so guys तल गोठ पुगेपछि भेटौँ है किन भेटौँ त्यसको खुट्टा मागा त भतिस लु रमाइलो बबाल ओइ
आदम बे केटा त आयो है नाच्न नाच्न न पकाला भतिज नाचेको भिडियो गर्दैछु म नाचा भतिज नाचौँ न सबै यस 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 किसान अङ्कलको चाहिँ टपै फेरि टप यस यस रोमानिया यो चाहिँ रोमानियाको डान्स होला पक्कै पनि यस अलिक खेल्नुपर्छ ल भतिज खाना खाएर आउँछ नि गाइस अब चाहिँ हामी टक्कसँगले हामी घरतिर जान लाग्यौँ अब हिँड्नुलाई सब तयारी भइसक्यो खानासाना खाइवरी हामी बसेको गोठ चाहिँ यही रहेको थियो हाम्रो टिमहरू सबैजना रेडी अब हामी जानेछौँ हामी चाहिँ टक्क कता जान्छ नि यो साइडबाट यताबाट यता यता यताबाट यता 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 डाँडाबाट हुँदै हुँदै हामी घर जानेछौँ गाइस अब बाटोतिर के कस्तो हुन्छ गाइस पर्खिनुहोस् भ्लग दिनुहुन्न बाँकी नै छ है हामीले बाटो तताइसकेको छौँ केटा जाने बेला चकचक नगर है बाँकी छ हाम्रो तिर्पलको सधैँभरको बाई बाई बाबा हामी लाग्दिएको ल गीत पनि त्यस्तै सबैजना खुसी तर हाम्रो सोल्टी किन निराश हो हाम्रो सोल्टी किन निराश हो निराश छु म ओ यस ठिक कुरा हर्षिलले यो मान्छे ठिक कुरा हर्षिल एस 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 काट्नु नमरोस् खोले म भाँच्छु सबै एउटा बोकेको एउटा गीत गर्नु मलाई हामी भिडियो बना भाइ पछाडिबाट टिकटकमा हान्ने खालको होइन होला होला अन गरेर त्यो त मात्र पनि भएको छ त हाम्रो बजाउने कुरो नि भेटिसक्यो साह्रै मजा आउँदैछ
ओके अभी हेर्नुहोस् ए साइली माइली अन्तरी जन्तरी कहिले ठ्यो 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 बुझ किन भाग्नुभएको तर्सियो नि त नि मक्कै भयो नि मक्के मिलिरहेको छ मुन्डुम ट्रेल है मित्रहरू गर्नुपर्छ ओइ मिस्त्री यो चाहिँ मैले हालेको है मुन्डुम ट्रेल त्यो चाहिँ साकेलाई पनि लात्ते पुच्चा चाहिँ यस्तै हो होइन त होइन याकको चाहिँ हो नि यो चाहिँ नि ठ्याक्कै यस्तै बाटो चाहिँ एकदमै बवाल रहेछ है झन् यो उता सालपा जाने बाटो यति दामी छ अनि यो उताको अर्को यही बाटो त्यतिको टर्निङ हान्ने एउटा बाटो छ त्यो भोजुसम्मै पुगेको छ सायद दामी छ भ्यूहरू त के भनेर जता हेऱ्यो त्यता राम्रो के गाइज माथि हेर्नु न मुन्डुम ट्रेल कस्तो दामी छ है के भन्नु र गाइज धेरै बोल्नु सकिरहेको छैन कारण मभन्दा ठुल्ठुलो मान्छेहरू बोल्को कारण त्यही हो कारण परमा पनि नेपालकै झन्डा रहेछ क्या अरे हो हो गाइज कस्तो फोकस गर्नै नसकेको नचिन्ने रमाइलो भइरहेको यता पनि भिडियो हुँदैछ आमा कस्तो दामी हेर्दैको यसले चाहिँ फेरि दामी 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 हामी होमस्टेतर्फ जाँदैछौँ होइन अङ्कल यस यु आर नट अङ्कल यु आर माई ब्रदर टिममा चाहिँ नुहाएर हिँडे पाउने भिडियो बनाइदिनु सो गाई त्यही नै हो भ्लग कति लामो हुन्छ जस्तो छ म कति काट्छु है अब अति काटिदिन्छु म बल्ल टिम एकजुट I'm a graduate student. Bubudara ma dekhido. Yes. Yes. Yes, kisan uncle kama ayo. Yes. Esti ka namal da. यतिको एकचोटि इन्जोय त गर्नुपर्छ कि पछि नि अब होइन आफ्नो करियर बनाउन कहाँ कहाँ गइरहेको हुन्छ गाई बसेको दिन होइन हामी केही सक्छौँ भने यस्तो गरियो यो टाइममा भने हुन्छ यदि जब गरिहाल्यो भने यो टाइममा मैले इन्जोय गरेँ भन्ने हुन्छ रिग्रेट हुँदैन नि त गाई होइन हेर त आहा नेमा नचका हाँसी बोलन कति भ्लगमा बोल्नु सक्दिनँ है गाइस किनभनेदेखि यो टिमको सबैभन्दा कलिलो उमेरको म 17 वर्षको सबैजना 20 क्रस गर्नुहुन्छ त्यही भएर मलाई अलिकति गाह्रो हुन्छ नि त तर फेरि सबैभन्दा
गाइज अब एक टाढो पुगेपछि भेटौँ है। त्योभन्दा अगाडितिरको मैले क्लिपहरू भिडियोहरू टक्ना बनाएको छु। हिजो ब्लगको हेरिदिनुपर्छ। किप सपोर्टिङ किप लभिङ है गाइज। ब्लगहरू एकदम सेयर गरिदिनुहोस् है। छिटो 1K सब्सक्राइबर बनाइदिनु। बस त्यति। टिकटकमा पनि छ, टिकटकमा सपोर्ट गरिदिनु होला। युट्युबमा फेसबुकमा गाइज तिनटैमा सपोर्ट गरिदिनु होला। भिडियो नगरौँ भन्छु है। नजर हेर्नु न अब के भन्नु के। भिडियो नबनाऊ भनौँ यार। जाडोले यति कपाल दुखेको छ। आइएम सो सरी गाइज। फ्रन्ट क्यामेराबाट अहिले मैले बनाएको छु भिडियो। ब्याकबाट झन् दामी देख्छ। जो जुन छ नि यो सरी यो चाहिँ होमस्टे हो गाइज होइन। र हाँस पोखरी यो। अनि यता चाहिँ उ छ गोटिस्टे छ गाइज। यदि तपाईँहरू आउँदै हुनुहुन्छ भने एकचोटि यो गोटिस्टे अथवा होमस्टेमा आउँदै हुन्छ भने चाहिँ पहिला नै कन्ट्याक्ट गरेर आउनु चाहिँ एकदम बेटर हुने रहेछ है। त्यही न गाइज। बाटोमा तपाईँहरूलाई एकचोटि ब्याक क्यामेराबाट देख्छु। वेट गाइज ब्याक क्यामेराबाट यस्तो छ के भन्नु के कति राम्रो के। वाउ। भिडियो ब्लग नबनाऊ भन्दा भने 20-25 मिनटको भइसक्यो क्या। अब नबनाऊ भनौँ त्योभन्दा झन् अर्को ठाउँ झन् दामी देख्छ। त्यहाँदेखि उता फेरि झन् अर्को दामी देखिन्छ। अनि नबनाउनु त। यस्तो मिहिनेत गरेर तपाईँलाई यस्तो राम्रो राम्रो दृश्य देखाइरहेको छु गाइज। त्यो सपोर्ट चाहिँ हान्नु पऱ्यो नि है। सपोर्ट हान्नु पऱ्यो गाइज। यस यस भिडियो हान्नु पऱ्यो कि फोटो। यस थ्याङ्क यू सो मच माई ब्रदर। थ्याङ्क यू सो मच फर के भन्ने कि छैन। जति हेरौ उति राम्रो हो भने जति जुम गर्दा पनि त कहीँ जता जुम गर्दा पनि उत्तिकै राम्रो। जुम गर्दा पनि नगर्दा पनि हेर त त्यो दामी क्या। छोडेर जाने मन नलाग्ने के ठाउँ यार। के गर्नु घर टाढो सुट हुँदैछ। Whoa, उता हेर्नु न। ओहो माई गॉड। यस ओ माई गॉड वाउ वाउ लल कस्तो मजा। तर त्यसले किन यस्तो गरेछ नि मैले चाहिँ अलिक बुझ्नु सकिँदैन। खास यो के गरे गाइज तपाईँले कसले बुझ्नुभयो कि यो चाहिँ मलाई एकचोटि बुझाइदिनु पर्यो। यो चाहिँ खास के हो एक्ज्याक्ट। वाउ कस्तो दामी आएको है। वाउ कस्तो दामी हो। फेरि त्यहाँ हेर्नु न गाइज फेरि त्यहाँ के फेरि सोल्टी कस्तो अनुभव भइरहेको छ फर्स्टचोटि तपाईँको भए पनि? लाइफमा एकचोटि यसरी इन्जोय गर्नुपर्छ कि सोल्टी, पछि नि रिग्रेट नहोस् न होइन सोल्टी? यस हाम्रो यो टिममा त एक सबैभन्दा इन्टरटेनमेन्ट दिने अनि एकदमै रमाइलो मान्छे फेरि उहाँ नै हुनुहुन्छ, कमल लिम्बू। यस उहाँको लागि 1 लाइक 1 सब्सक्राइब चाहिन्छ फेरि। यता सबैको नाम, यता उहाँको नाम विकल राई, रोशन राई, दयराम राई, किसान राई, कमल लिम्बू एन्ड प्रवेश राई। कुन फुल हो यो?
दामी रहेछ गाइज अब यता यो टप डाँडा चढेपछि म तपाईँलाई भिडियो देखाउँछु है त भने जस्तो सन्नानी मूल बाटोमा भेटियो यस 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 हामीले के साइकललाई गीत डाउनलोड गरिरहनु पर्ने के एकचोटि केसन गाइज कस्तो यो रोमानियन डान्स यो एउटा मात्रै यस फेरि यसो 3 स्टेप यस्ता हान अन्त त त्यो स्टेप एकचोटि यस यो तलको चाहिँ होमस्टे गाइज सर कतिचोटि भन्नु है रिसिभ सक्छ होला भिडियो पच गर्न पाउँदैन नि तपाईँले देख्दाखेरि मैले तैँले भिडियो पच गर्दै चाहिँ काटिदिन्छ नि फेरि सरी यहाँ चाहिँ होमस्टे नम्बर चाहिँ 9701303785 रहेछ गाइड है नम्बरमा कन्ट्याक्ट गरेर तपाईँहरू त्यो ठाउँमा बस्न सक्नुहुन्छ यस्तो ठाउँमा है त त्यो माथिको चाहिँ के झन्डा रहेछ फोकस अन्डर जुम गरेर यस यस्तो हुन्छ जुम यस Guys, go get a go get it. Get it, move. Dharma, please give me side. Online market in here. It's correct. It's okay. Guys, get all night. Put it in now. Fuck! It's coming. Dia muda na boy. Yo monetize na bolsa मैं देखाई दिन्छु जब वाव कस्तो कता कुदेको
काला दिएको म हो भेडाहरू किन्ने भएकै छ करोडौँको माल रहेछ त मामा नेपालको झन्डा सो गाइज भ्लग चाहिँ अति लामो हो त्यस कारणले मैले भ्लग चाहिँ इन गर्न चाहेँ है बाटोको भिडियोज हिजो देखिसक्नुहुन्छ तपाईँले त्यही म त्यही बाटो फेरि रिपिट गर्न चाहिनँ है त्यसलाई थ्याङ्क्स फर वाचिङ गाइज सो भ्लगहरू आइरहनेछ किप सपोर्टिङ है भ्लग अति लामो हो सरी सो